जोस्ना म्यामको टप खस्यो नि सुन हो कहाँ यस्तो गर्दै नि यहाँ खुट्टा खस्यो कि पेज कहाँ खसिसकेको छ अघि त्यो चोरहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ सधैँ चोरेर गयो हो सधैँ चोरेर खानु पुगोस् भन्नु गर्ने क्या म्याम ह्यापी बर्थडे ढोल खोलेर सपनीमा त कसरी आउने कता झुल्यो कता रुक त ओइ हजुर हजुर के ए खाना जन्मेका हौ खाऊ दिको चाहिँ हुनु पर्यो तपाईँ बालिन साको भाइ हो कहाँ हराउनु भयो तपाईँ A+ यङ लेखा छ अब साङ्लो एकदम आउँदैन साङ्ला मेरो साथीहरु त ल्याउनै पर्छ मैले आइसक्रिम नै छैन आइसक्रिम छैन त्यस्तै आइसक्रिम हो कल्ल चित्त बुझ्यो होइन अब हेलो एभ्रिवान कुशल रही कुशलताको कामना गर्दै स्वागत गर्न चाहन्छु तपाईहरुलाई आजको हाम्रो यो गोदावरी पिकनिक विथ आरएफ दिदीजको भ्लगमा। आज चाहिँ हो हाम्रो उषा म्यामको बर्थडे, त्यसैले हाम्रो बोर्ड मेम्बर रजनी म्याम पनि आइपुग्नु भएको छ हामीलाई सरप्राइज दिन। सरप्राइज म्याम तपाईँ टाढेको यात्रा हो आज हजुरको तर मेन सरप्राइज चाहिँ अझै बाँकी नै छ है। हामी सबैले एक अर्कालाई दिनका लागि छुट्टा छुट्टै कलर्समा गिफ्ट्सहरु ल्याएका छौं, जसको चाहिँ कलर र गिफ्ट दुवै नै सरप्राइज हो कि हाम्रो लागि। हामीले चाहिँ आज उषा म्यामको मात्र नभई हामी सबैजनाको बर्थडे एक मुष्टमा मनाइदियौं। हाम्रो मात्र होइन तपाईहरुको पनि बर्थडे हामीले मनाइदिएका छौं है। अब के कस्तो कसरी यो सबै कुरा थाहा पाउन भ्लगलाई अन्तिमसम्म नछुट्टाइ हेर्नु होला है त। तपाईको के गिफ्ट कुन कलरको गिफ्ट पर्यो? मेरो त भन्नु तिम्रो कुन इन्डेट जसले मलाई कुन कलर पर्यो मिलाउँछ त्यसलाई म एउटा चकलेट एक्स्ट्रा किनिदिन्छु। ब्ल्याक रेड रेड म भन्नु नभन उनलाई मेरो बर्थडे मेरो नि आउने वाला बर्थडेको चकलेट है। ह्यापी बर्थडे थ्यांक यू एडभान्समा तिमीलाई नि एउटा बडी चकलेट भन्नु न गिफ्ट के म्याम म्यामको ब्यागमा छ हो साइलेन्ट ननिकाल्नु आइज अब हामीले यहाँ चिल्लाउनु भयो सुन्तला मेरो सुन्तला हरायो नि हरायो सबै टिपेर लगेको राति एउटा पनि बेच्दाखेरि त बरु एउटा दुईटा त्यो चोरहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ धन्यवाद हो सधैँ चोरेर खानु पुगोस् भनिदिन्छु बिचराहरूलाई राति आउनु पर्यो काँडाले कति कोतर्यो होला यस्तो ठन्डीमा। सबभन्दा एक्साइटेड चाहिँ आज हाम्रो रोशना म्याम हुनुहुन्छ। हेर न नक्कली हामी कहाँ पढ्दो रहेछ नेपाली सिटिजन्स अबोभ 10 years हो 50 रुपिस यही छ माथि आज सन्जितालाई हामी झन् भाइरल बनाउने हो नि। ह्यापी बर्थडे उषा म्याम। थ्यांक यू ह्यापी बर्थडे उषा ह्यापी बर्थडे अघि दिन भाइरल रजन म्यामले यसो गर्ने क्या म्याम ह्यापी बर्थडे यस्तो के म्याम यस्तो म्याम ह्यापी बर्थडे न त दिनभरि भने गर्छु। उषा म्यामले चकलेट ल्याइसक्नु भयो म लिएर ल पर्दैन उषा म्याम आउनु बिचराहरूले चकलेट मागेर उषा म्यामलाई दिए खाने हो नदिए त केही नै हामी चाहिँ दक्षिणकाली नगरपालिकाबाट आएको यहाँ म्यामहरू पैयु ऐसेलु लप्सी भन्दै यस्तो हुन्छ होइन लप्सी यस्तो हुन्छ अचार बनाएपछि यस्तो हुँदो रहेछ ल लप्सीको बोट यार हाडे भयो बोधे चित्त हाडे केही कुरा नदिए जस्तो गर्नु पऱ्यो
आज यो भ्लग चाहिँ भाइरल जानुपर्छ म्यामलाई स्कुलको बच्चाहरूसँग जस्तो लाग्यो होइन स्कुलको बच्चा नि यतिको हल्ला गर्दै अब हामीले यो मिलेर तन्ना च्यात्नु पर्छ कफी खानु पायो साथीहरू धन्न रजनी म्याम आउनु भयो र कफी खानु पायो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर उषा म्याम ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु पहिला उहाँको जन्मदिन उहाँलाई ओहो ह्याप्पी बर्थडे म्याम चक्लेट खानु नपाए नि चक्लेट किने मलाई गाडी गर्ने होला त्यस्तो आउनु भ्याउँदैन होस् पर्दैन लानु यो चाहिँ हराएपछि भन्नु पाइन्छ हराउनु हुँदैन Happy birthday Usama! Happy belated birthday Sabina! Happy birthday in advance सबैजनालाई Happy birthday Rajani ma'am! अस्ति नजन्मिनु भएन Happy birthday belated birthday Rajana! मलाई चाहिँ ह्यापी एडभान्समा बर्थडे सबैजना जो भिडियो हेर्नु भएको छ उहाँहरूलाई पनि ह्यापी बर्थडे गेम खेल्दैछौँ रेडी है रेडी कसको बाटो सुरु गर्ने बर्थडे गर्लबाट सुरु गरौँ ल भिडियो चाहिँ आउँछ ल तिमी नि आँखा चिम्मरी हेर तेरिका ल म पनि आँखा चिम्म आँखा चिम्म मलाई चाहिँ वा अच्छा ल सबैजना साइड है अब अस्ति भर्खर बर्थडे भएकोको पालो आँखा चिम्लिन न चिम्लिन्छौ तिमीले होइन छोपेकै छ ल खोइ एडिल चाहिँ यहाँ भिडियो खिचेर आँखा चिम्म हेर हतार भइसक्यो ल म पनि आँखा चिम्लिन्छु है त्यतिका भिडियो कसरी यसरी राख्नु भित्तामा यसरी ट्याप लाएर किला किला ठोकेर अनि यतानिर सबिना गिफ्ट भनेर लेख्नु ल आँखा चिम्ल्यौ साँच्चीकैको गिफ्ट आउनलाई आँखा चिम्ल्यौ ओहो यहाँ चाहिँ फेरि छुट्टै खालको आँखा चिम्लाइ भइरहेछ साथीहरू यसले अब हामी घोच्नु पर्छ आँखा चिम्मा गरौँ है 5000 म्यामले चिम्मा नगरेसम्म हुँदैन है मेरो राजन म्याम चाहिँ यहाँ हुनुहुन्छ ल हामी एकदम गेस गर्नु आँखा चिम्लीमा अब हाम्रो रोशनीको पालो बन्द गरौँ त सबैजनाले गिफ्ट हराइरहेको छ एकछिन ल आँखा चिम्मा गरेर बेला गिफ्ट जोड्ने काम नगर्नु है रेडी 1 2 3 आँखा खोलौँ के हो आइलाइनर हो यस आइलाइनर यस अब राम्री हुनुपर्छ हामी ल यहाँ राख है त आइलाइनर हो आइलाइनर बनाउन मिल्छ मुनिन ल यो जनाको कलर गेस गरौँ न पहिला पिङ्क भइसक्यो उहाँले छैन ए ल रहेछ अब हामी यो लाएर राम्रै हुनुपर्छ लगाउँ न
सबैजना लगाउँ न लाउने लाउने हो टाउकोमै लाउने हो म्याम टाउकोमा ओहो ल टाउकोमा लाए सृजनाको कलर होइन कलर गेस गर्ने कि म्याम ग्रीन अब गेस गर्न पनि सक्छ ल आँखा चिम्मा गरौँ कहाँ बन्द गरौँ है सबैजनाले हेट तेरिका भयो नबिर्स है यो चाहिँ व्हाइट हो म्यामको त येल्लो कलर अब हाम्रो गाला फुट्दैन पसलमा रोस्टाराम किन्न जानु भयो होइन हामी छुट्टा छुट्टै गइरहेको थियौँ पसलमा गएको अनि उहाँ आफ्नो सामान पर्पल कलर खोज्न जाँदा अघि एकजना दिदी येल्लो खोज्न आउनु भएन भनिदिनु त्यही भएर अघि न गाडीमा पनि यो लगाइरहनु भएको थियो नि मलाई येल्लो परेर म यही किन्छु रिजन पनि त्यही थियो म्याम यो लगाउनु न अलिकति तपाईँले नलगाएसम्म केही मा त केही भाकै होइन जस्तो लाग्छ कि यस्तो गरौँ न नकराइकन एएसएमआर गरौँ न थ्याङ्क यू म्याम लाउनु न म्याम लाउनु उहाँसँग मिलेछ क्या फेरि कस्तो मिल्यो त्यो उसँग मिल्यो मैले आफैले लाएँ है मैले लाएँ मैले यो लगाउँ न ओहो यहाँ फेरि नक्कली आइलाइनर चाहिँ अब के होस् यो छैन नि खोइ मेरो मान्छेको गिफ्ट चोर्ने तपाईँ सबैले म्याम मान्छे गिफ्ट चोर्ने रहेछ यार मेरो पनि हरायो मेरो ओहो अर्का गिफ्ट चोर्ने रहेछ बर्थडेलाई यो अस्ति भर्खरको बर्थडेलाई थ्याङ्क यू म्याम यो म्याम म्याम म 1 महिनापछि जन्मिँदैछु 1 महिनापछि जन्मिँदै गरेको जन्मिसक्यो होइन अस्ति 2 महिनापछि जन्मिन्छ दिनुभएको छ ए हस् म्याम मैले जन्मिन मागी छ चुनावको दिन मुखै बताउनु म त चुनावको दिन जन्मिँदैछु है अब ए चियर्स गर्न बिर्सिनु भयो ए सामान अनि त्यो बेला पनि एउटा गीत थियो क्या एउटा थियो नि होइन भरे आउँछु सपनीमा के अरे पर्खिराखाए परेलीको ढोका खोली पुरिराखाए परेलीको ढोका खोलेर सपनीमा त कसरी आउने अच्छा अनि म दिपना हो र अनि सपना आँखा खोलेर सपना देख्छ अनि म त्यो बेला त्यो गीत पनि त्यस्तै खालको होइन म्यामहरू चाहिँ यता खानामा मस्त हामीले ल्याएको खानेकुराहरू चाहिँ पर आनन्दले बस्छ यो झोला तिमीलाई कसैले वास्ता गरेन होला हामीले लिएर आएको छैन कोका कोला ऊ त्यहाँ थियो एउटा खोला दुःख नमान हामी टाढै बसेर पनि तिमीलाई हेरिरहेछौँ होला 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 ताली नै बजाउनु होला भयो अरे क्या कता 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 झुल्यो कता एकछिन रुक त हजुर के हाम्रो चाहिँ यहाँ फोटो सेसन भइरहेछ सबैजनाको सिङ्गल फोटोहरू त्यत्रो झरना खोला पर्वत भ्याउनु छ साथीहरू एउटा काठको ठुटोमा फोटो खिचेर हामी टाइम वेस्ट नगरौँ भन्दै अब भने हामी लाग्छौँ राम्रो भ्यू भएको ठाउँमा नाच्न चाहिँ हामीलाई केही कुराले पनि छेक्न सक्दैन है साथीहरू
साथीहरू के गर्नु, घुम्नु पनि छ, खानु पनि छ, फोटो खिच्दाखेरि राम्रो राम्रो फोटो खिचे पनि हाल चाहिँ यस्तो छ। सबभन्दा राम्रो हाल चाहिँ मेरो साथीको छ यहाँ, डोको बोकेर हिँड्दा साथी। यस ओटिडी भरिया भएर सबैजना। औ त्यो भारी बिसाउने बित्तिकै फेरि कता हिँडेको बिजुली बालेर हटभर। ओ माई गड, दिन्छ है, दिन्छ। दिन पाएपछि चाहिँ दिने है, दिन पाएपछि त कसैले पनि नछोड्ने फेरि। तपाईँहरू सरकारी स्कुल पढ्नु भयो कि बोर्डिङ स्कुल पढ्नु भयो? म त ब्याचलरसम्म नै सरकारी। म पनि सरकारी। सबै म्याम तपाईँ? म पनि सरकारी। त्यसो भयो, यो चाहिँ हाम्रो लागि ग्रिन हाउस होइन, यो हाम्रो लागि के हो? हरित गृह। त्यो ठाउँ कस्तो मात्राले यहाँ हाम्रो म्यामहरू यसो टचअप गर्दै हुनुहुन्छ, यसो भिडियो खिच्नलाई। हे वाउ, सबिना म्याम। म्यामहरू चाहिँ त्यहाँनिर गएर फोटो सेसन स्टार्ट गरिसक्नु भयो। मैले चाहिँ अहिलेको लागि आउटफिट चेन्ज गरेको छु। म्यामको हिँडिरहेको खिचिरहेको बेलामा तपाईँहरू तिनजना चाहिँ पोज दिँदै गर्नु न, यता फोटो खिचिहाल्नुहुन्छ नि। कस्तो राम्रो देख्ने, मलाई त कोसँग आउनु मन लाग्यो यहाँ। अब हाम्रो फोटोग्राफर पनि ग्रुप जोइन गर्न आउँदै हुनुहुन्छ। जसले मेरो फोटो खिचिदिन्छ उसलाई म एकचोटि यो स्कर्ट लाउन दिन्छु भनेको थिएँ। ऊ चाहिँ यहाँ फोटो खिच्न आउन लागेको छ। सबै आउने गरेर ल अब उसको चाहिँ यहाँ फोटो सुट भइरहेछ। यहाँनिर चाहिँ म्यामहरूको गफ गाफ भइरह। सेल्फी चाहिँ नेभर इन्डिङ है, फेरि सेल्फीमा चाहिँ जानै पर्ने हुन्छ। ओहो, सेल्फी चाहिँ यस प्रकारको रहेको छ, अब देख्ने त होइन। आउँछ सबैजना सेल्फी हानौला, सेल्फी हानौला, अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला, यस्तो गीत मलाई आउन होला। यो लोकेसन चाहिँ मलाई कस्तो मजाको लाग्यो। हामी सबैले यहाँ एउटा एउटा सिङ्गल फोटो पनि खिच्यौँ, ग्रुप फोटो पनि खिच्यौँ। अनि उहाँहरू पनि कुरेर बस्नु भएको थियो भिडियो खिच्नको लागि। स्पेसली ऊ बाबु अघिदेखि मम्मी मेरो पालो भन्दा थियो कि। कस्तो मजाको। अब अरू बेला आउँदाखेरि त स्कुलको स्टुडेन्टहरूसँग, अनि त्यसपछि आफै पनि सानो बेला आएको हो नि त, त्यही भएर मजाले फोटो खिच्न त पाइँदैन। खिचे पनि ग्रुपमा खिचेको थियो। तर यसरी घुम्न आउँदाखेरि चाहिँ मजाले सिङ्गल फोटो पनि खिच्न पाइने, सिङ्गल भिडियो पनि खिच्न पाइने। लास्टै रमाइलो हुने रहेछ क्या। गोदावरी चाहिँ एकचोटि घुम्नै आउनु पर्ने रहेछ साथीहरू। तर कोसँग भनेर तपाईँहरूले बुझिसक्नुभयो। त्यहाँबाट चाहिँ म मेरो अनारकली फरफराउँदै यहाँसम्म पुगेँ अरे। अनि त्यहाँबाट चाहिँ मेरो उहाँ आउनुभएको अरे त्यहाँ होइन। अनि मैले यसरी जुम गरिदिएँ, अनि उहाँले यसरी घुमाउनु भयो अरे, यसरी मलाई। ओह माई गड। अब बोल्दाखेरि तर म भने पनि भिडियोमा त उहाँ भन्न परिहाल्यो। यो चाहिँ के रहेछ हौ? के रहेछ यो चाहिँ मलाई थाहा भएन है। घरबाट आउँदाखेरि कपाल बाँधेर आएको थियो क्या। अनि त्यसपछि यस्तै हो, अब घुम्न निक्लेपछि स्पेसली फोटो खिच्ने बेलामा फोटोहरू चाहिँ राम्रो राम्रो आउँछ। बिहाइन्ड द सिन चाहिँ अघि मैले देखाइहालेँ नि, ब्याग यसरी बोक्ने, अब 11 टुक यस्तो तालमा काँटाहरू यहाँ हुन्छ। फोटो राम्रो आउँछ, बिहाइन्ड द सिन चाहिँ एउटै हुन्छ कि साथीहरू। रिल र रियल चाहिँ एउटै हुँदैन। कस्तो राम्रो लोकेसन भेटेर रहेछ फेरि बहिनीहरूले। हाम्रो सृजना यहाँ फोटो खिचिरहेछ। उहाँ चाहिँ हाम्रो फोटोग्राफर हो, एकदम राम्रो फोटो खिच्नुहुन्छ। फेरि अलिअलि त भन्नु पर्यो नि। साँच्चीकै होइन कि नि खोजे? साँच्चीकै भने हो। ओहो, दुईजना फोटो, एकजना फोटो खिच्ने, एकजना खिचाउने। उसलाई दुईजना सल्लाह गर्दैछन् यसरी खिच्ने भनेर। अनि हामी चाहिँ यहाँ हेरिरहेछौँ। हामी अडियन्स। त्यहाँनिर अझै एकजना थपेर दुईजना भइदिएको भए, दुईजना भएको भए म त यतापट्टि सर्थेँ अनि यस्तो गर्थेँ। कमी भएको छैन मलाई। साथीहरू यत्तिको सपोर्टिभ चाहिँ हुनु पर्यो। यहाँनिर बच्चा पार्टी चाहिँ यसरी मजाले फोटो सेसन गरिरहेछ, यस्तो मजाले पोजमा। अनि त्यसपछि हाम्रो म्यामहरू चाहिँ त्यहाँनिर
खाजाहरू हाल्दै हुनुहुन्छ। हामी चाहिँ यो हरित गृहको ठ्याक्कै तलपट्टि बसेका छौँ। आउनु भन्नुभयो दिपा म्यामले। Oh my god. यो हो नि त पुलाउ कसले बनाउनु भयो? आमा राजमा कसले? मैले वाउ अचार कसले? अचार आमा अचार दुईजना है, हामी दुईजना अचार दुईजना मुला अचार फेरि पनिर कसले बना? ए मैले हो। ए खाना जन्मेका हौ, खाए सार लाए सार मरेपछि मोटी पनि मरल सेक्सी पनि अच्छा अघि भर्खर हो नेचरले म्याम टिका लगाइदिएको ह्याप्पी बर्थडे वाला। हाम्रो यहाँ चक्कु नभएको भएर हामी यहाँ निन्जा टेक्निक अपनाउँदैछौँ यतिखेर। यतिको चाहिँ हुनु पर्यो, यतिको चाहिँ हुनु पर्यो। ल खाने मुखलाई जुङ्गाले मैले दुःख गरे कसैले देख्दैन। अघि हिरोइन बन्नलाई ज्याकेट स्याकेट फुकालियो, अहिले चिसो भइरह। माया दिउला हो नि त। चिसो दहीसँग हामी रातो रातो लालमन खाँदैछौँ, खाने कोसिस गर्दैछौँ। अनि के भएको थियो भने यो लालमन चाहिँ तल्लोपट्टि राखेको थियो अनि दही चाहिँ हामीले माथिपट्टि राखेको थियो। अब फोटो त खिच्नु पर्यो, त्यही भएर हामी लालमन माथि राखेर चाट्दैछौँ किनभने फोटो त हामीलाई राम्रो चाहियो नि त। अनि लालमन माथि राखेर टलक्क टल्काइरहेछौँ। खाना थाल्यो, खाना खाएर यति अगम भइसक्यो म्यामहरू अहिले एक्सर्साइज गर्न थाल्छन्। अलिअलि भोक लागिसकेको छु तँलाई, यसरी बसिरहनु भएको छ। अब 10 मिनट बस्यो भने त मैले फेरि खाएँ। म एउटा क्वेसन सोध्छु है तपाईँहरूलाई। खाना खाइसकेपछि होइन स्पेसल्ली केटीहरूलाई नब्बे नहुने कुरा के हो यसरी घुम्न आउँदाखेरि? मेन लिपस्टिक। ल अब खायो रमाइलो गर्यो, तर हामी सबैलाई लिपस्टिक चाहिन्छ। तर म्यामलाई चाहिँ के चाहिन्छ अरे? म्याम हामीलाई चाहिँ डस्टबिन चाहिन्छ, किनभने यो कुन नागरिकको परिचय हो अरे? सभ्य नागरिकको परिचय। हामीले जहाँ पनि फोहोर गर्दै हिँड्दैन, आफूले फोहोर गरेको आफूले सफा गर्नुपर्छ। हामी अर्कालाई गाली गर्छौँ, यो गरेन त्यो गरेन, हामी आफू केही गर्दैनौँ भन्दै यहाँ फोटो खिच्दैछौँ। म्यामहरू बसिरहनु भएको छ, म चाहिँ उभिरहेको छु डिफ्रेन्ट स्टाइलमा। हाम्रो चाहिँ पानी पनि ठ्याक्क सकिरहेको थियो। यहाँनिर पिउने पानी भनेर लेखाएको छ। हाम्रो दिपा म्याम पानी भर्दै हुनुहुन्छ। उहाँलाई चाहिँ यस्तो कामहरू एकदमै गर्न मनपर्छ। अफिसमा पनि पानी भर्ने काम उहाँकै हुन्छ, यहाँ पनि पानी भर्ने काम चाहिँ उहाँकै छ। यहाँबाट चाहिँ फोटो सुट हुँदो रहेछ अनि ब्याकग्राउन्डमा चाहिँ निकाल्दो रहेछ क्या। उहाँ दाइहरू चाहिँ फोटो खिचिरहनु भएको थियो। हामीले एकछिन भनेर हामीले चाहिँ यो ठाउँ रिजर्भ गरिसकेका छौँ। ल ब्लग बनाइरहनु भएको ब्लगको बनाउँदै हुनुहुन्छ। हाम्रो पनि नाम राख्नुहुन्छ। ल तपाईँको नाम के हो? अमित शाह। अमित शाह। तपाईँको नाम के हो? केश गुप्ता। तपाईँ बालन शाहको भाइ हो? हजुर। यहाँ बस ल है लामो लामो हुनु पनि यहाँनिर फाइदै छ। हाम्रो लामो लामो दाइहरूले हामीलाई फोटो खिचिरहनु भएको छ। पछाडिको यो झरना आउने गरेर म्यामहरू फोटो खिच्नमा यति व्यस्त हुनुभयो। हाम्रो रजनी म्याम चाहिँ हराउनु भएको थियो। भर्खर रजनी म्याम पनि यहाँ फेला परिसकेको छ। कहाँ हराउनु भयो तपाईँ? ओ यस यहाँ चाहिँ फेरि सुरु भइसकेको छ है। म्याम उते त ल फोटो सेसन भयो। अब फोटो सेसन भइसकेपछि फेरि ब्याक टु भरिया साथीहरू। यहाँ चाहिँ यस्तो भइरह अनि यहाँ चाहिँ तु मेरे से प्यार करता है नहीं करता, तु मेरे से प्यार करता है नहीं करता भइरहेको छ साथीहरू है। जहाँ गइरहेको छु होइन यो ठाउँमा हामी दुईजना मिलेर फोटो खिच्न पाए, यो ठाउँमा यसरी फोटो खिच्न पाए भनेर मात्र सोचिरहेको छु कि गोदावरीमा कस्तो राम्रो राम्रो। सबभन्दा मेन चाहिँ यहाँ कपाल फोटोसुट गर्दा नै आउँछ कि क्या हो। ओहो यहाँ पनि प्री वेडिङ फोटोसुट त यहीँ गर्नु पर्ला जस्तो म्याम। यहीँ गर्नु पर्ला। के छ विचार? हुन्छ हामीलाई नि बोलाउनु। ल अब चाहिँ हामी लाग्छौँ राष्ट्रिय वनस्पति उद्यानतर्फ।
ल भयो यतिको साथी चाहिँ चाहिन्छ यतिको चाहिँ हामीलाई चाहिँ भारी बोकेर हिँड्न एकदम गाह्रो भइरहेको छ त्यही भएर हामीले चाहिँ सामानहरू यहीँ छोड्यौँ यहाँको दाइले चाहिँ आफ्नो सामानको सुरक्षा आफै गर भन्नुभएको छ तर हाम्रो चाहिँ त्यहाँनिर केही छैन खासै सामानहरू टिफिनहरू नै छ त्यही भएर अब के गर्नु राम्रो राम्रो फोटो खिच्नको लागि आफ्नो सामान भए पनि हामीले चाहिँ यसरी राखेर हिँडेको छौँ है टिप्नु हेर कोपिला सुन्नु पाप लाग्दछ नच्यात्नु फुल नानी हो दया र धर्म लाग्दछ यो कति क्लासमा पढेको याद छ तपाईँलाई यो वनमा पाइन्छ हाम्रै गाउँको सुनगामा भनेको थाहा छैन मलाई व्याकरण किताबमा बाहिर भएको यही है हजुर यसलाई यो पनि कति हुन्छ है हाम्रो घरतिर के हो बगमबेली भन्छ तर खास बोगनभिल्ला बेकम बेली भन्छ हाम्रोतिर बेकम बेली केही थाहा छैन साथीहरू म त रातो फुले पनि सेतो फुले नि फुल भनिदिन्छु फुलको नाम त केही थाहा छैन हामी चाहिँ गाउँघरतिर केतुकेको पात देख्ने बित्तिकै नाम लेख्थ्यौँ नि त अनि यहाँ चाहिँ त्यही लेख्छ भनेर होला कृपया यहाँ भएका कुनै पनि बिरुवाहरूको पातमा लेख्ने कार्य नगर्नु होला भनेर भनेको छ नियम चाहिँ पालना गर्ने हो क्या नेपालीहरूले पातमा लेख्न नपाए पनि मजाले यहाँ यस्तो यस्तोतिर लेखिरहेछ तपाईँहरू गोदावरी आउँदाखेरि यस्तो ठाउँमा नाम लेखेर जानु भएको छ म एक दुईवटा नामहरू पढेर सुनाउँछु कसको नाम आयो भन्नु होला है त मेरो आयो भनेर यहाँ छेवाङ लेखा रहेछ ओहो अनि त्यसपछि यहाँ लेखेको छ दावा ग्याल्मु शेर्पा दोर्जे कासाङ आदर्श कन्या प्रेरणा ओके स्टुडेन्टको ग्याङको नाम लेखिरहेको छ बेस्टिज फर एभरको नामहरू रहेछ त है गणेश कनल श्रेष्ठ ओ माई गड A+M भनेर लेखा छ है यहाँनिर खोइ कता गयो मैले भर्खर देखाएको थिएँ कसले लेखेको यो स्टिल फ्रेन्ड छ कि ब्रेकअप भइसक्यो कि प्याचअप भइरहेछ कि बे भइसक्यो के हो यहाँ कमेन्ट गर्नु है कमेन्ट गर्नु A+M लेखा छ अब लभ टिकाउनुलाई गोदावरी आएर आफ्नो नाम लेख्नु पर्ने रहेछ प्लस प्लस गरेर अब भने मेसेन्जरमा मसँग बोल न भन्दै बसिरहेको थिएँ यो घरमा छ नि म्याम यो चाहिँ कस्तो हुँदैछ भने नि साङ्लो एकदम आउँछ साङ्लाले चाहिँ त्यो साङ्ला आइरहेको हुन्छ नि त्यसको ठाउँमा चाहिँ यसको पात अथवा मुन्टा चोडेर राखिदियो भने चाहिँ साङ्लाहरू भाग्दो रहेछ ओ यो नाम चाहिँ के रहेछ म्याम यसको नाम चाहिँ मलाई नि थाहा भएन चलो 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 मोमेन्ट भइरहेछ अब यसपछि चाहिँ इमोसनल गीतमा राखिन्छ यो जन्म के साथी हम साथ ल भयो ल ल 15 सेकेन्डको टिकटक बन्यो घुमेर खाएर नाचेर मात्र भएन टिकटक भिडियो पनि बनाउनु पर्ने हुन्छ त्यही भएर हामी चाहिँ यहाँनिर अब भिडियो बनाउँछौँ ब्याकग्राउन्डमा यो घर निकालेर है त पहिला हात समातौ सबैजनाले गोलो सर्कल टाइम यस ल अब म नाम लिन्छु होइन एकदम मजाले कम्मर हल्लाएर लचक लचक पारेर नाच्नु पर्यो है त ल यही गीतको धुनमा म नाम लिम सबिना म्याम ताली खोइ ताली योजना उषा म्याम यता फर्किनु अब रोशनी नाच यसको चाहिँ फेरि कम्मर लचक लचक जान्छ कि कपाल हल्ला सृजन यसरी दिनु पर्यो नि फेरि ल अब हाम्रो रोशनी म्याम स्पेसल डान्स हान्नु पर्यो हैट हैट अब रोशना म्याम नचाइरहँ कि क्या हो यो मान्छेलाई ल दिपा म्याम ल यहाँ दुईजनाको हेर्नु त साथीहरू के चाहिँ हुँदैछ यतिको साथी चाहिँ चाहिन्छ है जिन्दगीमा साथी चाहिँ चाहिन्छ यो टिमलाई नाच्न खान गाउन फोटो खिच्न भिडियो खिच्न चाहिँ कसैले नसक्ने भयो साथीहरू ल अब मोबाइलको ब्याट्रीको पनि कदर गर्दै हामी चाहिँ लाग्छौँ अर्को डेस्टिनेसन तर्फ म्यामहरू चाहिँ माथि फोटो भिडियो खिच्दै हुनुहुन्छ अनि मैले आउटर रोशना म्यामलाई दिएको थिएँ नि त उहाँलाई कस्तो सुहाइरहेको थियो अनि त्यही भएर म चाहिँ स्कार्फ लिन आएको के स्कार्फ र पानी लिएर जान्छु हामीले चाहिँ जुन ठाउँमा यसरी ब्यागहरू राखेको थियौँ सुरक्षित नै छ रहेछ तर कसैले लगे पनि लान मिल्ने केही कुरा थिएन साथीहरू या टिफिनहरू मात्र थियो त्यही भएर हामीले यसरी छोड्यौँ तर तपाईँहरूले चाहिँ
अलिकति आफ्नो अमूल्य चिजहरू लिएर आउनु भएको छ भने चाहिँ यसरी नछोड्नु होला है त। हामी चाहिँ खासमा त्यहाँ फर्याङमा फोटो खिच्ने भिडियो खिच्ने भनेर आएको थियौँ, तर त्यहाँ चाहिँ कलर भइरहेको रहेछ, त्यही भएर हामी चाहिँ यहीँनिर बसेर भए पनि फोटो खिच्यौँ है त। ला मेरो साथीहरू त ल्याउनै बिर्सेछु मैले। ए हारेछ ल ल ल ए बाई बाई हामीलाई चाहिँ यतानिर वार्निङ दिइसक्नु भएको छ। कम्पाउन्डको गेट चाहिँ 4 बजे बन्द हुँदैछ अरे। अब हामीसँग जम्मा जम्मी 8 मिनट टाइम छ, त्यही भएर हामी चाहिँ छिटो छिटो आफ्नो सामानहरू लिँदैछौँ। नाइस आइडिया। ल हामीसँग टाइम नभए भएर हामी चाहिँ यहाँ ग्रुप फोटो खिच्दैछौँ। ए सिटी बजे गाइस, अब हामीसँग 2 मिनट बाँकी छ। हेर्नु माथि ऊ त्यहाँ हेर्नु त हो, अब तल हेर्नु, तल तल पानीमा हेर्नु भनेको, ऊ आकाशमा हेर्नु माथि। हे तेरिका ल ल अब जाउँ। ओहो लास्ट मिनटमा फोटो खिच्न भिडियो खिच्न पनि लास्टै गाह्रो साथीहरू। अब त्यत्रो घुमियो नेचुरल ब्युटी हेऱ्यो है, फोटो खिच्नुपर्छ भन्ने चाहिँ ध्यानमा आएन। अब सिटी बजाउनु थालिसक्नु भयो यहाँको दाइहरूले। अनि ल अब 4 बज्दैछ, गेट बन्द हुँदैछ पनि भन्न थाल्नु भयो। नि बल्ल चाहिँ फोटो खिच्नुपर्छ भिडियो खिच्नुपर्छ जस्तो लागिरहेछ। कति टाइम लाग्यो तपाईँहरू? रोस्ना म्यामको टप खस्यो नि कहाँ फोटो सेसन गर्दै साथीहरू सिटी बजाउँदै बाहिर निक्ल भन्नु भएको छ। यहाँ मान्छेहरू चाहिँ भर्खर अन्डा छोडाउँदै हुनुहुन्छ खानालाई। लिटरली 2 मिनट बाँकी छ, 2 मिनट। आगमनको लागि धन्यवाद भन्नुभएको छ। अब चाहिँ हामी बाहिर निक्लिनु पर्ने हुन्छ है त। भ्लगको लागि पनि यस थ्याङ्क यू सो मच। कहाँ खस्या? कसरी खस्या भन्नु त? मलाई फोटो खिचे यस्तो गर्दै थिएँ, यहाँ खुट्टा खस्यो कि पेज कहाँ खसिसकेको छ अघि। धनले भेटेँ खै योभन्दा अगाडि नि खस्या थियो एकचोटि तपाईँको कहाँ हो? त्यही त अब त्यो नलगाउनु कहीँ घुम्न जाँदाखेरि। ल सबैजना चाहिँ यहाँनिर तातो पानी खाँदै हुनुहुन्छ। तातो पानी खाएर जाउँ भन्नु। अब म्यामहरूलाई तातो पानी खानु पर्यो, मलाई आइसक्रिम खानु मन लाग्छ साथीहरू। त्यसको त्यो कप मलाई दिनु न। लाउनु होइन म खानु लाग्यो, म तातो पानी खाँदिनँ के। जुटो गरेको छैन के तिमीले खानु मन लाग्यो ल मैले लिएँ। ल हे तेरि सबिना म्याम चाहिँ मलाई जहिले तातो पानी खुवाउने निन्जा टेक्निक मात्र गर्नुहुन्छ है। जतिखेर पनि पेट दुख्यो भने तातो पानी खाऊ भन्नुहुन्छ, टाउको दुख्यो भने तातो पानी खाऊ भन्नुहुन्छ, तातो पानी खाएर घाँटी पोल्यो भने तातो पानी खाऊ भन्नुहुन्छ उहाँले। आइसक्रिम नकिन्दिने किन्दिने तातो पानी खाउनु पर्छ। चेयर्स गरौँ न त। ल लास्ट इयर्स अफ द डे। तर यसपछि आइसक्रिम पनि छ नि फेरि, लास्ट चाहिँ भन्नु मिलेन। ल रेडी 1 2 3 चियर्स। आमा उषा म्यामले हामीलाई चकलेट नै किनिदिनु भएको छैन। आइसक्रिम रे म्यामले। उषा म्याम हामीलाई अब के चक्लेट आइसक्रिम किनिदिने हो त? के किनिदिनु म्याम? चकलेट आइसक्रिम। म्यामले चकलेट आइसक्रिम किनिदिने भन्दै हुनुहुन्छ, त्यही भएर चाहिँ मैले म्यामलाई पसलसम्म ल्याइदिएँ साथीहरू। म समाज सेवा गर्छु कि साथीहरू, किनिदिने भन्ने मान्छेलाई त म पसलसम्म ल्याइदिइहाल्छु के। आइसक्रिम नै छैन? आइसक्रिम छैन? गर्मीमा मात्र हो यहाँ। अब पाइँदैन जस्तो छ, अब खाइँदैन जस्तो छ म्याम। आइसक्रिम हो कल्ल चित्त बुझ्यो होइन? अब आइसक्रिमले पेट ठ्याक्कै बस्यो।